म अहिले पनि उहाँ प्रहरीको त केही पनि कुरा गर्दिनँ। उहाँ त अब सुगाको बोली जस्तो हुन्छ, सरकारले माथिबाट जे बोल भने त्यही बोल्ने। म एउटा सानो कथा सुनाउँछु। मलाई एमालेका कार्यकर्ताहरू आक्रमण गर्न आए पुलचोकमा, म अभियान चलाउँदै गर्दा। एकजना नेपालगञ्जको इन्सपेक्टर साहब हुनुहुन्थ्यो, एकजना डिएसपी साहब, दुईजना आउनुभएको थियो। मलाई सुरक्षित तिनीहरूबाट आक्रमणबाट बचाएर सुरक्षित लगेर कहाँ राखियो? ललितपुरको प्रहरी परिसरमा राखियो। ललितपुर प्रहरी परिसरमा जब बेलुकापल्टि म त घर जान पाउँछु भनेको मलाई थुन्ने रहेछ। थुन्दाखेरि अब मलाई मुद्दा लाउनु पर्यो। के लाउने भनेपछि त्यो दुईजना पुलिसमाथि ज्ञानेन्द्र साईले हातपात गर्यो भनेर प्रहरीले विज्ञप्ति निकाल्यो। अनि म त्यो दुईजनालाई सोध्छु, बाबा तपाईँ दुईजना इन्सपेक्टर साहब र तपाईँ डिएसपी साहबले दुवैजनाले मलाई त सुरक्षा गरेर तपाईँले बरु त्यो एमालेका कार्यकर्ताबाट आक्रमण हुनबाट बचाएर तपाईँले ललितपुर प्रहरी परिसर ल्याएको, मैले कतिखेर तपाईँलाई आक्रमण गरेँ, हातपात गरेँ भन्दा माथिको आदेश हो त्यही गर्नुपर्छ हजुर। कहाँ तपाईँले हामीले बचाएको? मलाई मुद्दा के लगाएको थियो भने डिएसपी र इन्सपेक्टरलाई ज्ञानेन्द्र साईले हातपात गर्यो अभद्र व्यवहारको मुद्दा भनेर लगाइदिएको थियो। यो प्रहरीको भर हुँदैन। प्रहरीले त कुनै न कुनै एउटा बहाना बनाएर गर्ने हो। तर प्रहरीको कुनै प्रवक्ताले बोलेको कुरा, कुनै प्रहरीको अधिकारीले बोलेको कुरा त्यो सत्य पनि हुँदैन, त्यो यथार्थ पनि हुँदैन। तर त्यो भए हुनाले अब यसरी हिंसा भड्काउने कुरा गर्ने हो भने महेश बस्नेतले त डेली ठोकिराखेका छन्, खै त छुन पनि सकेका छैन। तर उहाँले चाहिँ होइन, महेश बस्नेतले त डेली उहाँले बोलिरहनु भएको छ, खै त